फेरि तेलमा हाल्ने है फेरि मजाले फ्राई गर्ने यसलाई म त नै खाने हो म खान्न म त मिठो नै लाग्छ यसरी फ्राई गर्ने हो फ्राई गरेर मजाले बनाएर खाने हो है ढुक्कसँग बिन्दास पाराले ल साथीहरू आज माछा फ्राई हुँदैछ है माछा फ्राई हुँदैछ हेर त यो ल साथीहरू माछा फ्राई भयो है अब बिल्कुल ब्राउन भइसकेछ अब यसलाई निकाल्नेमा अब निकाल्नु पर्यो ल एकदम रेडी भइसकेछ ल एकदम रेडी यसलाई तेल पुरा निकाल्नुपर्छ है मस्त हुन्छ ल एकदम बिल्कुल ब्राउन भइसकेछ ल निकाल्ने हो ल हेर कति ब्राउन भयो एकदम ब्राउन भइसक्यो आज मस्त हेर त कति राम्रो कस्तो खाने मन लाग्यो है कस्तो मजा छ यार ल साथीहरू माछा फ्राई भयो अब खाने तयारीमा ल कसो एकदम मस्त टेस्टी छ है मस्त एकदम टेस्टी